हेलो गुड मर्निङ नमस्ते सबैजनालाई स्वागत छ है मेरो मिटिङवाला छोटो मिनी ब्लगमा। हामी चाहिँ अहिले घरदेखि बागलुङ जाँदैछौँ। मैले चाहिँ घरमा बनाउन चाहिँ पाइनँ, घर पर गएर चाहिँ बनाएको छु। त्यो चाहिँ हाम्रो गाउँ पर्छ है यता, त्यो बहिनी उभिरहेको छ। त्यो चाहिँ गाउँ वरिपरिको बारीको सल्लाह भन्ने ठाउँ पर्छ। हरियाली छ, गाउँघर रमाइलो छ। माथि चाहिँ गोइरोले ढाकेर सेतै राम्रो देखिन्छ। मामालाई फोन गरेको थियौँ है बागलुङ जानलाई। मामा चाहिँ लिन आउँदै हुनुहुन्छ। म चाहिँ भिडियो पनि बनाउँदैछु। गाउँको बाटो चाहिँ हाम्रो घर जाने बाटो है यो चाहिँ। मैले चाहिँ गाउँ घर त देखिएन, त्यही पनि यसो बाटो देखाउँछु भनेर बनाएको भिडियो है यो। म चाहिँ अघि जाँदैछु चाहिँ उता माथिबाट मामा आइसक्नु भएको थियो है। म चाहिँ भिडियो बनाउन गाली गर्नुहुन्छ देख्नु भयो भनेर थोरै मात्र बनाएको छु। एक लेभलभन्दा अलि माथि पुग्यो, बाटो अप्ठ्यारो हुँदा चाहिँ हिँड्दै हिँड्नेछु। साथी पनि छ ट्युसन गुड रोडभन्दा अलि माथि भाइहरू हिँड्दै हुनुहुन्छ। तलतिर चाहिँ कोड रोड देखिन्छ। रोड पारीको चाहिँ बात छ पर्वतै रमाइलो छ पर्वत गाउँ पनि। हामी चाहिँ अहिले टक्कै एक लेभलबाट ओह्रालो लाग्यो है। कोही रोडको बाटो पहिरो गएछ नि त, बेलबगर चौकिने तल्लो तिरको बाटो छँदैछ। बाटो चाहिँ पुरै हिलो हिलो कारणले चाहिँ यस्तो छ। चाहिँ रमाइलो गर्दैछौँ। गाईहरू हुनुहुन्थ्यो है गाडीमा। बाटो चाहिँ हालत चाहिँ यस्तो छ। हाम्रो चाहिँ यो चाहिँ कालीगण्डकीतिर है यो घाट पनि हो। यो चाहिँ अहिले हिँड्दैछौँ। बाटो अप्ठ्यारो छ, गाडी हिँड्न थालिराखेको छ। हेर्नुहोस् गाह्रो छ गाउँघरमा यात्रा गर्न पनि। कालीगण्डकी है यो चाहिँ, बेलबगर कालीगण्डकी बढेर अहिले त पुरा समतुल्य भइसक्यो कालीगण्डकी। हामी चाहिँ सानो के अरे स्कुलनिर है, बेलबगर स्कुलभन्दा मुनितिर यो चाहिँ बेलबगर नुहारा पारी चाहिँ हेर्नुहोस् त्यहाँ चाहिँ पहिरो गएर बाटो अप्ठ्यारो छ। अनि हाम्रो चाहिँ दाइ है अर्जुन दाइ, उहाँ चाहिँ अर्को चाहिँ फटिके भाइ अहिले ट्याक्कै कहाँ पुग्यौँ भन्दाखेरि अरे लौगाको फाट पुग्यौँ है। 9 बजिसकेको थियो है, 9-10 नै लागेको थियो त्यहाँ। अब खेतला मेला जान चाहिँ हिँडिराख्नु भएको थियो। यहाँ गाडी चाहिँ रन्किराखेको छ, यात्रा सहज तरिकाले हुँदैछ। त्यो चाहिँ अघि गर्दैछ, बोलाइराखेको छ, भिडियो बनाएको छु। त्यो पारीको बाछा चाहिँ पर्छ है, त्यो पर्वत चाहिँ त्यो चाहिँ हाम्रो चाहिँ बागलुङ पर्छ है। चाहिँ अहिले कहाँ पुग्यो चाहिँ सुम्सा निरा पुग्न लाग्यो है। सुम्सा पुग्न लाग्यो। सुम्साको प्रतीक्षालय है त्यो चाहिँ, त्यो प्रतीक्षालय सुम्साको। हाम्रो फटिका भाइ उभिँदैछ, गाडी हाम्रो बहिनी बसिरहेको छ। बाटो अप्ठ्यारो भएको मान्छे पनि त्यति थिए गाडीमा, त्यसो गर्दाखेरि यसले अप्ठ्यारो थियो। यो चाहिँ जेम्री घाटनिर है, जैमिनी घाटभन्दा अलिक यताको बाटो पहिरो गएछ। बाटो चाहिँ हिलो थियो जैमिनी घाटको देखि है। त्यो चाहिँ जाँदैछौँ।
बोर्ड पनि छ है। ल हेर्नुहोस् जैमिनी घाट भनेर बोर्ड छ। पारे चाहिँ हाम्रो के अरे हनुमान ऋषिको मूर्ति छ। ल हेर्नुहोस् टाढाबाट अलिक देखेन ऋषि। जैमिनी घाटमा चाहिँ ऋषि आएर बसेको कारणले गर्दा हाम्रो जैमिनी घाटमा चाहिँ ऋषिको मूर्ति बनाइएको छ। हामी चाहिँ अहिले सिधै बागलुङ पुग्यौँ है। यो चाहिँ स्पोर्ट हाउस है बागलुङको। नै जर्सी बनाउनु पऱ्यो भने हाम्रो माहौल चाहिँ एउटा चलाउँदै हुनुहुन्छ अगाडि। हामी चाहिँ अहिले चप्पल पसल गरेर त्यो चप्पल साट्दै छौँ है। मामाले चप्पल अर्को लानुभएको रहेछ हिजो, चप्पल नमिलेको कारणले चाहिँ। हामी चाहिँ अहिले बागलुङबाट तल मामाको कोठातिर जाँदैछौँ। पुग्यौँ हामी चाहिँ भित्र छौँ। मामाले चाहिँ उता पेट्रोल हाल्न लाग्नुभएको छ। हामी चाहिँ गाडीभित्र बसिरहेको छौँ। दाई अर्जुन दाई म यहाँ चाहिँ हाम्रो मामाले चाहिँ आफ्नो भाइको फोटो राख्नुहुन्छ। कस्तो लाग्छ मेरो